स्वागत छ आजको यो प्रस्तुतिमा। आज हामी नेपालको 16औं आवधिक योजनाको कुरा गर्दैछौँ। यसलाई आगामी 5 वर्षमा सिङ्गो राष्ट्र कहाँ पुग्न चाहन्छ भनेर तयार पारिएको एउटा मेगा ब्लुप्रिन्ट जस्तै सम्झिनुहोस्। आगामी आर्थिक वर्ष 2081-82 देखि 2085-86 सम्म हाम्रो देशको अर्थतन्त्र, पूर्वाधार र सामाजिक विकास कुन गतिमा अगाडि बढ्छ भन्ने कुराको यो एकदमै महत्त्वपूर्ण मार्गचित्र हो। यो डकुमेन्ट अलि लामो र प्राविधिक छ, तर चिन्ता नगर्नुहोस्। आज हामी यसको ऐतिहासिक पृष्ठभूमि, मुख्य सोच, ठूला आर्थिक लक्ष्यहरू, सामाजिक विकास र अन्त्यमा क्षेत्रगत वृद्धि दरलाई एकदमै सरल तरिकाले केलाउनेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, योजनाको ऐतिहासिक पृष्ठभूमि। भविष्यका सूचकहरूमा जानुभन्दा पहिले हाम्रो यो योजना बनाउने चलन सुरु चाहिँ कहाँबाट भयो त? इतिहास पल्टाएर हेर्ने हो भने नि, नेपालमा योजनाबद्ध विकासको सुरुवात विक्रम सम्वत 2013 सालको प्रथम पञ्चवर्षीय योजनाबाट भएको थियो। पञ्चायतकालमै 6वटा र पछिल्ला 7 दशकमा 5वटा त्रिवर्षीय योजनाहरू कार्यान्वयन भइसके। तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने, यो 16औं योजना आफैमा छुट्टै बनेको डकुमेन्ट भन्ने होइन है। यो त विक्रम सम्वत 2076 देखि 2100 सम्मको जुन 25 वर्ष लामो दीर्घकालीन सोच छ नि, हो त्यसकै एउटा महत्त्वपूर्ण कडी हो। अब दोस्रो खण्डतर्फ लागौँ। 16औं योजनाको सोच, अर्थात् यो नयाँ पञ्चवर्षीय योजनाको मास्टर स्केच वा मुख्य दर्शन के हो त? यो योजनाको कोर भिजन एकदमै शक्तिशाली छ। सुशासन, सामाजिक न्याय र समृद्धि। सुन्दा सामान्य नारा जस्तो लाग्न सक्छ, तर वास्तवमा यो डकुमेन्टभित्रका जति पनि तथ्याङ्क र लक्ष्यहरू छन् नि, ती सबै यिनै 3वटा पिलरमा अडिएका छन्। सुशासन बिना न्याय हुन्न, अनि सामाजिक न्याय बिनाको समृद्धि त पक्कै पनि दिगो हुँदैन, होइन र? अनि यहाँ अर्को महत्त्वपूर्ण कुरा लुकेको छ। विकास भनेको म्याक्रो इकोनोमिक डेटामा मात्रै सीमित हुनु हुँदैन नि त। त्यसैले यो योजनाले स्पष्ट रूपमा के भनेको छ भने, विकास र सुशासनलाई आम नागरिकले आफ्नो दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्छ। जनताले नै महसुस गर्न नसक्ने विकासको त के नै अर्थ भयो र? ल, अब तेस्रो खण्डमा प्रवेश गरौँ। अब हामी कुरा गर्नेछौँ मुख्य आर्थिक लक्ष्यहरूको। 2085-86 को अन्त्यसम्ममा हाम्रा बिग टिकेट म्याक्रो इकोनोमिक टार्गेटहरू के छन् त? यो नम्बरले पक्कै पनि सबैको ध्यान तान्छ। 7.3%। योजनाको अन्त्यसम्ममा समग्र आर्थिक वृद्धि दर 7.3% पुर्याउने ज्यादै महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। अहिलेको हाम्रो अर्थतन्त्रको अवस्था हेर्ने हो भने यो लक्ष्य हासिल गर्नु भनेको एकदमै ठूलो छलाङ मार्नु सरह नै हो। अब यो राष्ट्रिय वृद्धिलाई व्यक्तिगत आम्दानीसँग जोडेर हेरौँ है। अर्को महत्त्वपूर्ण लक्ष्य भनेको प्रति व्यक्ति आयलाई 2351 अमेरिकी डलर पुर्याउनु हो। यसको सिधा अर्थ के हो भने, देशको अर्थतन्त्र मात्रै ठूलो हुने होइन, औसत नागरिकको क्रयशक्ति अर्थात् पर्चेजिङ पावर पनि वात्तै बढ्ने अपेक्षा गरिएको छ। अनि अर्को महत्त्वपूर्ण टार्गेट छ बेरोजगारी दरलाई ठ्याक्कै 5% झार्ने। यसले के देखाउँछ भने, त्यो 7.3% को वृद्धि हावामा मात्र हुने छैन। त्यसले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्नेछ र हाम्रो श्रम बजारलाई निकै चलायमान बनाउनेछ। यी बाहेक अरू पनि केही कोर आर्थिक लक्ष्यहरू छन्, जस्तै निरपेक्ष गरिबीलाई 12% झार्ने अनि महँगी अर्थात् उपभोक्ता मुद्रास्फीतिलाई 5% को सीमाभित्रै राख्ने। त्यसैगरी श्रम उत्पादकता बढाएर प्रति व्यक्ति 2,75,000 रुपियाँ पुर्याउने जस्ता एकदमै महत्त्वपूर्ण लक्ष्यहरू यसमा समेटिएका छन्। अब पालो चौथो खण्डको, सामाजिक तथा पूर्वाधार विकास। आगामी 5 वर्षमा हाम्रो दैनिक जीवन, जनस्वास्थ्य, शिक्षा र उपयोगिताका साधनहरूमा कस्तो परिवर्तन आउनेवाला छ त हेरौँ। पूर्वाधारका टार्गेटहरू सिधै आम नागरिकको घरदैलोसँग जोडिएका छन् है। जस्तै 11,769 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। तर यसको मुख्य अर्थ के हो त भन्दा, 100% घरधुरीमा बिजुलीको पहुँच पुर्याउने र प्रति व्यक्ति विद्युत खपत 700 किलोवाट घण्टा पुर्याउने। त्यति मात्र कहाँ हो र, 90% जनसङ्ख्यामा इन्टरनेट र 85% परिवारमा ब्याङ्किङ पहुँच पुर्याएर पुरै डिजिटल र समावेशी नेपालको चित्र कोरिएको छ। स्वास्थ्य क्षेत्रका लक्ष्यहरू पनि एकदमै स्पष्ट छन्। नेपालीको औसत आयु अब 73 वर्ष पुर्याउने लक्ष्य छ। मातृ मृत्यु दर र 5 वर्ष मुनिका बाल मृत्यु दरलाई उल्लेख्य रूपमा घटाउने विशिष्ट लक्ष्यहरू पनि राखिएका छन्। अर्को गज्जबको कुरा भनेको 70% जनसङ्ख्यालाई स्वास्थ्य बिमामा समेट्ने र 90% परिवारले बढीमा आधा घण्टाको दूरीभित्रै स्वास्थ्य संस्था भेटाउने सुनिश्चित गर्नु हो।
शिक्षा र सुशासनको कुरा गर्दा नि कक्षा 1 देखि 8 सम्मको आधारभूत शिक्षा पूरा गर्ने दरलाई 100% पुर्याउने र हरेक शैक्षिक संस्थामा इन्टरनेट जोड्ने लक्ष्य छ। अनि सुशासनलाई अझ आधुनिक बनाउन 90% नागरिकको हातमा राष्ट्रिय परिचय पत्र पुर्याउने, विधिको शासन सूचकाङ्क 0.80 पुर्याउने र विद्युतीय मतदानमा 85% सहभागिता गराउने जस्ता साँच्चै नै गेम चेन्जिङ डिजिटल रूपान्तरणका लक्ष्यहरू अगाडि सारिएका छन्। ल अब हामी यो प्रस्तुतिका अन्तिम र निकै रोचक खण्डमा आइपुगेका छौं, क्षेत्रगत आर्थिक वृद्धि दर। अघि हामीले जुन समग्र 7.3% आर्थिक वृद्धिको कुरा गर्यौं नि, त्यो वास्तवमा कुन कुन क्षेत्रबाट आउने अपेक्षा गरिएको छ त? यहाँ ध्यान दिएर हेर्नुहोस् त, द्वितीयक क्षेत्र अर्थात् सेकेन्डरी सेक्टरमा 12.4% को भारी वृद्धिको लक्ष्य राखिएको छ। एकातिर कृषि जस्ता प्राथमिक क्षेत्रमा 4.3% र सेवा क्षेत्रमा 7.2% वृद्धिको लक्ष्य छ भने यो द्वितीयक क्षेत्रको डबल डिजिटको छलाङ नै समग्र अर्थतन्त्रलाई माथि तान्ने प्रमुख इन्जिन बन्ने पक्का छ। अब सोच्नुस्, यो उछाल कसरी सम्भव हुँदैछ त? अचम्म लाग्न सक्छ, तर विद्युत, ग्यास र पानीको आपूर्ति क्षेत्रमा मात्रै 19.7% को विशाल वृद्धि हुने लक्ष्य छ। सुन्नुभयो नि, झण्डै 20%। यसका साथै निर्माण क्षेत्रमा 11.4%, सूचना तथा सञ्चार र आवास तथा भोजन सेवामा 11.2% अनि उत्पादनमूलक उद्योगमा 9.9% वृद्धि दरको अपेक्षा छ। स्पष्ट छ नि, जलविद्युत र निर्माण नै यो 5 वर्ष योजनाका मुख्य ग्रोथ ड्राइभर हुन्। अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्न विचार गरौँ। यी तथ्याङ्क र लक्ष्यहरू डकुमेन्टमा जतिसुकै उत्कृष्ट र पर्फेक्ट देखिए पनि 2085-86 सम्ममा यो विशाल ब्लुप्रिन्टलाई यथार्थमय बदल्न कस्तो स्तरको कार्यान्वयन र नागरिक सहभागिता आवश्यक पर्ला? योजनाको खाका बन्नु एउटा पाटो हो, तर त्यसमा ज्यान भर्ने काम त प्रभावकारी कार्यान्वयनले मात्रै गर्न सक्छ। यो हामी सबैले सोच्नुपर्ने विषय हो। आजको यो प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को रोचक विषयका साथ फेरि भेटौँला।